नेपालको चर्चित कलाकार जयकृष्ण बस्नेत के भन्दैछन् हेर्नुस् त एकचोटी। अबको चुनावमा उठ्छ भने हैन, कुनै पनि पार्टीबाट उठ्छ भने हैन, बालेन शाहको लागि म आफ्नो काठमाडौँको धेरै त भन्दिनँ 4 आना जग्गा चाहिँ बेचेर म आफ्नो तर्फबाट पब्लिसिटी गर्दिन तयार। साँच्चै गर्नुहुन्छ तपाईले? 4 आना जग्गा बेच्नुहुन्छ बालेन शाहको लागि? 79 मा रासोपा र रवि लामी छानेको भन्नुहुन्छ यो अपत्यारी कुरा नगर्नु। अपत्यारीले अरूले भने मिल्दै तिमीले भन्न मिल्दैन किन थाहा छ? 79 मा रासोपा र रवि लामी छानेको प्रचार प्रसारको लागि मैले पछि ऋण तिर्न नसकेर 5 आना जग्गा तिम्रो अगाडि बेचे हैन मैले बेच्नु भयो त्यो। विरोधमा मसँग तिमी पनि गएको थियौ त। तर यो चाहिँ खेलचित्र कुरा हैन नि सर। होइन म त मेरो तर्फबाट गर्न सक्ने हैन। बालेन शाह यदि हैन अबको चुनावमा उसले आफ्नै पार्टीबाट आओस् अथवा हैन अरूसँग मिलेर आओस्, बालेन शाहको लागि हैन म आफ्नो मैले धेरै पहिलादेखि भनिरहेको छु हैन, टाउकोले टेकेर हाजिर हुन्छु। 4 आना जग्गा बेच्नु तयार? बढी पनि बेच्न सक्छु, म अलिकति मुडी नै मान्छे हो। ओ माय गॉड। हैन बालेन शाह के छ त्यस्तो तपाईले 4 आना जग्गा बेच्नु पर्ने? देशको लागि के गर्छ भन्ने मलाई आशा छ, अरू केही पनि छैन। बालेन शाहले मलाई के दिने त हैन, उल्टो म खर्च गर्छु भनिरहेको छु। रवि लामी छानेर रासोपाले पनि 79 मा जितेपछि मलाई किन दिएको थियो र हैन? पहिलो वर्षगाँठमा मलाई बोलाएको थिएन, मैले त्यत्रो प्रचार गरेँ तिमीहरू साँच्ची छौ हैन? 4 महिनासम्म हरेक दिन सिलौटो र के अरे क्विन्स किचनमा हैन 50 वटा 60 वटा इन्टरभ्यू हान्थ्यौँ हामी, लाखौं लाख तिरेको छु मैले त्यहाँ। तर म आफ्नो स्वार्थको लागि गर्ने होइन के, म आफ्नो स्वार्थ भए म किन खर्च गर्नु त? देशको लागि गर्नु भएको छ? देशको लागि के होला भनेर म गरिदिन्छु भने हो के, मेरो त स्वार्थ छैन नि त। त्यही भएर म त होइन राम्रो मान्छेलाई गरिदिने हो। अझ झन् रवि बालेन होइन कुलमान हर्क सबै मिलेर आओस् 4 आना भने नि 1 रुपैयाँ पनि बेचिदिन्छु ल। 1 रुपैयाँ पनि? यिनीहरू सबै मिलेर आयो भने उनीहरूलाई दिन्छु भने होइन क्या, मेरो तर्फबाट पब्लिसिटी। यो पनि पब्लिसिटी होइन, कतिवटा छ 1 2 3 4 5 6 7 8 परवर्ती छ। मोबाइल गर्ने भने कतिवटा 18 वटा भयो नि। यहाँ चाहिँ हाम्रो खर्च भएको छैन अहिले, त्यत्रो अघि खाजा खायौँ, चिया खायौँ, त्यो मलाई के रविले दिएछ बालेनले दिएछ, पैसाको मैले तिरेँ होइन त। अनि यो त अहिले